नै 1814 मा नेपाल विरुद्ध इस्ट इन्डिया कम्पनीको युद्ध सुरु भयो। त्यतिबेला गोर्खा आर्मी विशेष गरी दक्षिणी सीमाको क्षेत्रमा विस्तार गर्ने उत्सुक थिए, जुन तत्कालीन अवध राज्यद्वारा नियन्त्रणमा थियो, जुन सन् 1801 मा सहायक गठबन्धनको सन्धिबाट इस्ट इन्डिया कम्पनीको संरक्षणमा थियो। त्यही सन्धिको कारणले गर्दाखेरि इस्ट इन्डिया कम्पनी र नेपाल बीचको करिब 700 माइल लामो लगभग 1125 किलोमिटरको सीमा साझा गर्नु परेको थियो। अमरसिंह थापालाई अंग्रेजहरूको शक्ति र तिनीहरूको शक्तिशाली तोपहरूको बारेमा थाहा थियो र कुनै पनि उक्साहट र लालचबाट इस्ट इन्डिया कम्पनीसँग संलग्न हुन चाहँदैनथे। र अर्कोतर्फ इस्ट इन्डिया कम्पनी चाहिँ आफ्नै विस्तारवादी महत्त्वाकांक्षा लिएर भारतभरि सबै ठाउँमा तीव्र गतिमा नै अघि बढिराखेको थियो र उत्तरमा गोर्खालीको अग्रगामीलाई खतराको रूपमा लिएको थियो। र यो युद्धको अर्को पनि कारण थियो आर्थिक रूपमा किन भन्दाखेरि इङ्ल्यान्डमा बढ्दो रूपमा कपडाको उद्योगहरू सुरु भइरहेको थियो र त्यतिबेला भारतबाट कपासको निर्यातहरू अझ बढी घट्दै गएको थियो। त्यतिबेला इस्ट इन्डिया कम्पनीलाई सबैभन्दा बढी चाहिने थियो ऊन, र त्यो ऊन भने